पहिलो कुरो त म राप्ती नदीको दुवै साइडको तटबन्धनलाई अगाडि बढाउनेछु। यो 1 किलोमिटर तटबन्धन गर्ने बित्तिकै 65 बिघा जग्गा निस्किन्छ। टोटलै म गर्न सकेँ भने 3800 बिघा जग्गा नयाँ जग्गा निस्किन्छ। यो मेरो पहिलो प्राथमिकता। त्यसपछि यो दुवै साइडमा एउटा बर्खापट र परगन्ना पुल छ, यसको विस्तार गरेको छ। बर्खापटकोलाई राजकोटसम्म गङ्गीसम्म पुर्याउने, त्यसको लागि आवश्यक टेन्डर गर्ने काम पनि भइसकेको छ। स्रोत सुनिश्चितताको काम भएको छ र यो परगन्नालाई रिहारसम्म पुर्याउनको लागि आवश्यक गृह कार्यहरू भएको छ, तयारी भएको छ। यो दुईटा काम एकदमै महत्त्वको साथमा अगाडि बढाउँछु। त्यसपछि यो श्रीनारायण चौकदेखि स्वर्गद्वार पुग्ने बाटोको लागि पनि म धेरै अगाडि बढेको छु। यो पनि कम्प्लिट गर्न सक्यो भने हामी देउखुरीबाटै 55 किलोमिटरबाटै हामीले स्वर्गद्वार पुग्न सक्छौँ र सहायक बाटाहरू, त्यसपछि जनताका जीविकासँग जोड्ने कुरा, सिँचाइका कुराका काम समेत मैले गरिरहेको छु। यो क्षमता भएको नेतृत्व चाहिन्छ। यो अनावश्यक 20 वर्ष जेल बसे, त्यसैले नेतृत्व गर्ने ठाउँमा म पुग्छु भन्ने कुरा व्यक्तित्व हो। उमेरभन्दा पनि जोसँग क्षमता छ उही व्यक्तिले मुलुकको नेतृत्व गर्ने, पार्टीको नेतृत्व गर्ने ठाउँमा पुग्नुपर्छ। यसो गर्न सक्यो भने यो डिजल्भ हुने, विघटन हुने कुरालाई हामी सधैँभरिले रोक्न सक्छौँ र यसरी यो क्षमता भएका मान्छेहरू आउनुपर्छ। मैले यो डेमोक्रेसी हो। अब यो उहाँले आफ्नो उम्मेदवारी दर्ता गर्न यो लोकतान्त्रिक राज्य व्यवस्थामा पाउनुहुन्छ। तर पनि यो विषयमा हामीले छलफल गरिरहेका छौँ, छलफल गर्छौँ र अन्तिममा हेर कुनै न कुनै ठाउँमा हामी कम्प्रोमाइज गर्ने ठाउँमा